हेलो गाइस, गुड मर्निङ। आज चाहिँ सेकेन्ड डे हो नैनीतालमा र बाहिरको भ्यू चाहिँ यस्तो छ है। यो चाहिँ मेरो आजको आउटफिट है। ट्याक्क लगाएर र ल्या बुढी र नानी चाहिँ यहाँ सुतिरहेछ है। पुचीले चियोजिङ, गुड मर्निङ चियोजिङ, गुड मर्निङ चियोजिङ। उठेर पनि माम खाएर फेरि सुतिरहेछ है। अब हामी चाहिँ जाने हो फेरि नैनीताल, सरी कैतीधाम मन्दिर। अनि आज चाहिँ पुरा घुम्ने हो, दिनभरि घुम्ने हो। खानु चाहिँ पाएको हुँदो रहेछ, खानु पनि पाइएन, मर्छ यस्तो ठिकै छ। तिमी जाने हामी चाहिँ घोडाखाल श्री घोडाखाल मन्दिर जाँदैछौँ र यसलाई चाहिँ बेल टेम्पल भनेर पनि चिनिन्छ। यहाँ चाहिँ हामीले आफ्नो यहाँ यसरी लेखेर मनोकामना पेपरमा लेखेर बुझाउने, चढाउने अनि चढाएर यसरी बेलमा राख्ने अनि चढाएर चाहिँ आफ्नो मनोकामना पुरा भयो भने चाहिँ फेरि बादमा आएर यसरी घन्टी चढाउने। अनि यहाँ चाहिँ 1 करोडभन्दा ज्यादा घन्टीहरू चढाएको छ अरे। यहाँ चाहिँ बिटम दाई, दिदी र नानी है। हामी पनि मनोकामना पुरा गर्ने आज है। ए अङ्केल, आज के माग्ने हो भगवानलाई? म त भगवानै हो भन न। मम्मी कसो गर्यो? मम्मी कसो गर्यो नानी? यहाँ चाहिँ हामीले जुत्ता खोल्ने हो है। मम्मीले चाहिँ यहाँनिर आफ्नो मनोकामना लेख्दैछ। ऊ तलको चाहिँ भीमताल लेक हो, त्यो भीमताल लेक रहेछ। यहाँबाट छर्लङ्ग देखिने एन्ट्री गेट हो है। आमा पछाडि हो किन धन्य अगाडि गएको हुन्छ। अङ्गेल अङ्गेल आँखामा लाग्यो नानीलाई, हेर्नु न। सियो जिन्डा बजन लाउनु त।
मन्दिरहरू आउँदा त रुँदैनौ नानीहरू देखेको ल यिनीहरूले पूजा उयो गर्छ नि जब हो के बना हामी चाहिँ मन्दिर आइपुग्यो है मन्दिर चाहिँ यहाँ राधाकृष्णको मन्दिर र अब हामी चाहिँ ए ल भाइचा अब घन्टी बान्ने है ल छोरा अनि यो रुखको देखेको हेरेन अनि यहाँ चाहिँ हामी घन्टी बान्दै हेर्छ ल हामी यहाँ चाहिँ घन्टी बान्दैछौँ है हातले छुनु न ल हामी चाहिँ घन्टी बान्दै गरेको है हाम्रो मनोकामना सबै पुरा होस् हाम्रो मनोकामना सबै पुरा हुन्छ चियो दिन है मम्मीले घन्टी बान्दैछ अनि सियोजिन रुँदैछ बदमास भएर नहुने नसोचेको मन्दिरमा आइयो हामी होइन बहुत नसोचेको भगवान्ले जुराएको रहेछ हामीलाई पाउनुको लागि है पारा ल यो चाहिँ नैनीताल जस्तै भीमताल भन्ने जग्गा रहेछ यो चाहिँ भीमताल यो चाहिँ बोटिङहरू गर्ने एकदम दाइ दिदी अनि मेरो छुच्ची बुढी त्यो चाहिँ हो नैनीतालको झिल एकदमै ठुलो अनि यहाँ बल छोरा छ एकदम फ्रेस मुडमा यस योजिन हेलो हाउ हेलो हेलो रिसा छोरा हामी चाहिँ एकदमै टुरमा छौँ सनदी हेरिदिनु यता बाजे एकदमै टुरमा हो एकदमै तर हामीले बोटिङ चाहिँ गरेन किनभने डर लाग्यो हामीलाई नानीसँग चिसो पनि भयो एकदमै ठुलो छोराको हामी चाहिँ यस्तो भएर हिँड्नु सबै पुरै बनाइदिन्छ पठाइदिनु मेरो त के भएको मेमोरी फुल भयो त छोरा मम्मी हाई गाडीमा आउँदा चाहिँ गाडी हेर्नु है यता चाहिँ झिल नैनीताल वी आर इन नैनीताल हुन्छ हेलो गाइस यो कालोमा यस्तो दामी गाडी आउँछ गाडी आउँदैछ यसरी हिँड्न नानी बतक नानी बतक बतक हेर्दैछ आमा भाइले छानुले बतक हेर्दैछ बतक यहाँ उता ल ऊ देखाइदिनु न स्टिक हेर्नुमै व्यस्त छ अब
मेरो